ल आज चाहिँ म सँगसँगै हरियो भटमास र फर्सीको मुन्टा पकाउँ है। मैले चाहिँ सुकेको खुर्सानी फुराएँ तेल हालेर, अनि थोरै लसुन पनि किचेर हालेँ। अनि त्यसपछि चाहिँ त्यसमा मैले अलिकति नुन बेसार हालेँ है। अनि त्यसपछि मलाई चाहिँ यो तरिका चाहिँ साह्रै मिठो लाग्छ हैन। यसमा चाहिँ के गरे हरियो भटमास हालेको तपाईँले खानुभएको छ कि भएको छैन मलाई थाहा छैन है, तर ट्राई गर्नु होला, एकदम मिठो हुन्छ। हरियो भटमास हालेर एकछिन भुट्ने, यो छिट्टो पाक्छ नि त, त्यही भएर यसलाई चाहिँ एकछिन भुट्ने। अनि भुटिसकेपछि यो पाक्यो भनेर आफूलाई थाहा भइसकेपछि चाहिँ अनि यसमा फर्सीको मुन्टा हाल्ने। फर्सीको मुन्टा हालेर मजाले मरिमा चाहिँ छोपेर पकाएको मन पर्दैन, मलाई चाहिँ हरियो मनपर्छ साँच्चै, धेरै पाकेको पनि मन पर्दैन है। त्यो भएको कारणले मैले चाहिँ खुल्लै गरेर पकाएको थियो। मजाले हेर्नुहोस् त यस्तो मिठो भएको थियो। अनि त्यसपछि घिउमा भुटेपछि अझै मिठो हुन्छ है। अनि मैले चाहिँ मजाले भुटेर यसलाई चाहिँ खुल्लै गरेर पकाएँ मैले है। त्यसलाई मैले छोपेपछि त साग कालो हुन्छ नि त, मलाई मन पर्दैन। अनि त्यो भएको कारणले मैले चाहिँ छोप्दैन। अनि यो हरियो भटमास र फर्सीको मुन्टाको रेसिपी साह्रै मिठो सिम्पल, तपाईँहरूले ट्राई गर्नु होला एकचोटि। अनि मेरो भिडियो अन्तिमसम्म हेरिदिनुलाई धेरै धेरै धन्यवाद है त, थ्याङ्क यू। ल यस्तो मिठो भएको थियो, ल हेर्नुहोस् है।